आज चाहिँ मलाई एकदमै एउटा हट टपिकमा कुरा गर्न मन लाग्यो, जुन चाहिँ छ बालेनको पोस्टरमा आउने रियाक्टहरू चाहिँ फेक हुन्छ भन्ने है त। फेक हो कि रियल हो, ल आज चाहिँ चेक गरौँ है त। म चाहिँ बालेनको प्रोफाइलमा आइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ एउटा पोस्ट जुन चाहिँ यहाँ 2,69,000 चाहिँ रियाक्ट छ है त, अनि 42,000 चाहिँ कमेन्ट छ, अनि 5.8K चाहिँ सेयर छ। ल यो पोस्टमा जाउँ है। यो 6 घन्टा अगाडिको पोस्ट हो। शुभकामना सबैलाई, हामी आउँदैछौँ भन्ने पोस्टमा टोटल 2,69,000 चाहिँ डाटा एभाइलेबल छैन। लाइक 1,58,000को पनि डाटा एभाइलेबल छैन। तर तपाईँहरूले लभ रियाक्ट देख्न सक्नुहुन्छ है त। लभ रियाक्ट चाहिँ 94,000 छ समथिङ होइन। सब हेर्नु, सबै जेन्युन नेपाली नामहरू छ। यदि फेक भइदिएको भए अरू नाम हुन्छ कि जुन तपाईँहरूले पढ्न उच्चारणै गर्न सक्नुहुन्न कि त्यस्तो नामहरू छ कि हुन्छ कि फेक हो भने। जेन्युन सबै यहाँ मैले चाहिँ नेपाली नामहरू देखिरहेको छु। 94,000 मैले सर स्क्रोल गर्दै तलतिर गएँ, तपाईँहरूलाई देखाउँदैछु होइन। सब तपाईँहरूले एक एक गरेर हेर्न सक्नुहुन्छ। सब जेन्युन छ। अहिले चाहिँ हल्ला के छ भने मेस्सीको त्यत्रो फलोवर छ, रोनाल्डोको त्यत्रो फलोवर छ होइन, तर उनीहरूको पोस्टमा चाहिँ लाइक आउँदैन। बालेनकोमा चाहिँ वारती 1 घन्टामा 2 घन्टामा नै यत्रो कसरी भन्ने छ होइन। यहाँ चाहिँ लाइकहरू जुन छ 1,58,000 त्यसको चाहिँ डाटा एभाइलेबल भएन है, त्यो चाहिँ देखाएन। तर जुन 1 लाख यो लगभग 94,000 छ नि लभ रियाक्ट, जम्मै नेपालीहरूको मात्रै हो है। तपाईँहरूले नाम हेर्नुहोस्, कुनै पनि विदेशी नाम छैन यसमा। यो सबै नेपालीहरूले मात्रै गरेको है त। यो सब मैले तपाईँहरूलाई सुरुदेखि अन्तिमसम्म देखाएँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ स्क्रोल गरेको बेलामा चाहिँ। अनि त्यस्तै के रियाक्ट हुनु 14,000 छ है, 14,000 छ समथिङ। यसमा पनि सबै जम्मै नेपाली छ, एउटा पनि विदेशी नामहरू छैन। यो पनि एकदम जेन्युन लाग्यो मलाई चाहिँ है। तर लाइकको मात्रै डाटा एभाइलेबल नभएको कारणले गर्दा त्यो चाहिँ भन्न सकिनँ मैले। तपाईँहरूलाई के लाग्छ त, यो फेक हो कि रियल हो है त? तपाईँहरूले पनि भन्न सक्नुहुन्छ, कमेन्ट गर्नु होला। मलाई चाहिँ लाइकको चाहिँ भन्न सकिनँ मैले। टोटलमा चाहिँ 2,69,000 जुन छ त्यो चाहिँ भन्न सकिनँ, जसमा चाहिँ लाइक छ 1,58,000, त्यसको चाहिँ डाटा एभाइलेबल भएन। तर लभ रियाक्टदेखि लिएर समथिङ 2 लाखमा 1 लाख त नेपाली नामै छ क्या होइन। यत्रो रियाक्ट कसैको भिडियोमा आउँछ त तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। के रियाक्ट पनि 14,000 छ। त्यो मध्ये तपाईँहरूले देख्न सक्नुहुन्छ हाहा रियाक्ट गर्नेहरू पनि कम छैनन् है त। फेरि अब मजाक सम्झ्या होला नि त होइन। कतिपय त अब लाग्छ होइन, मजाकै लाग्छ। अब 1 लाख हाहा रियाक्ट गर्नेहरू पनि कम छैनन्। अहिले हाहा रियाक्ट गर्नेहरूलाई पनि म सर स्क्रोल गरेर देखाउनेछु, तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। तपाईँहरूले हाहा रियाक्ट गर्नेहरू पनि चिन्नु पऱ्यो नि त होइन। तपाईँहरूले चाहिँ कसले चाहिँ हाहा रियाक्टहरू चाहिँ गरिरहेको छ त है। यो चाहिँ जम्मै के रियाक्ट गर्नेहरू। यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ कुनै विदेशी नाम छ त? कुनै पनि विदेशी नाम छैन। सब नेपालीहरूले 2,69,000 जुन टोटल रियाक्ट छ त्यसमा चाहिँ 1 लाख 1.5 लाख चाहिँ लाइकको चाहिँ अब डाटा एभाइलेबल भएन। त्यो फेक हो कि रियल हो भन्न सकिएन। तर बाँकी जुन 1 लाखमा चाहिँ 94,000 लभ रियाक्ट, 14,000 के रियाक्ट, एकदम जेन्युन लाग्यो मलाई चाहिँ है त। तपाईँहरूले देख्न सक्नुहुन्छ सुरुदेखि माथिसम्म एउटा पनि विदेशी नाम छैन है त। सब नेपालीहरूले नै रियाक्ट गरेका छन्। यसको मतलब चाहिँ बालेनको चाहिँ फ्यान फलोइङ चाहिँ खतरा छ के। यो तपाईँहरूलाई फेक लाग्यो त? के लाग्छ तपाईँहरूलाई होइन? मान्छेहरूले चाहिँ भनिरहेछ भिडियोहरूमा, एमालेको सपोर्टरहरूले, काङ्ग्रेसको सपोर्टरहरूले बालेनलाई हेड गर्नेहरूले चाहिँ फेक रियाक्ट भनिरहेको छ। तर मलाई चाहिँ फेक रियाक्ट लागेन है त साथीहरू। अरू यति धेरै भिडियोहरूमा देखेँ मैले, टिकटकमा यताउता मेस्सीको, रोनाल्डोको त्यत्रो भ्युज आउँदैन, लाइक आउँदैन, तर बालेनको चाहिँ आइरहेको छ कसरी भन्ने। हाहा रियाक्ट गर्नेहरूलाई पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। 1,000ले हाहा रियाक्ट गरेका छन्। बालेनलाई चाहिँ हेड गरून् होइन, चाहे जे गरून्, तर बालेनको पोस्ट हेर्न चाहिँ छुटाउनन् फेरि यिनीहरूले चाहिँ। यिनीहरूको दिमागमा कस्तो छ भने होइन, सपोर्ट चाहिँ अरूलाई गर्न खोज्छन्, तर ध्यान जति चाहिँ सबै बालेनमै छ क्या। ध्यान केन्द्रित चाहिँ बालेनले आज के पोस्ट गरे, के गरेका छन् होइन, कता गए, के हो कसो हो। यहाँ चाहिँ हामी आउँदैछौँ, तपाईँहरू तयार हो त भनेको चाहिँ सबको होस उडिसक्यो। कहाँ आउँदैछन्, कहाँ जाँदैछन् बालेन भन्ने चाहिँ सबलाई अब होइन एकदम चासोको विषय भइसकेको छ क्या। एकदम त्यो चासोको विषय, एकदम चासोको विषय छ। हाहा रियाक्ट गर्नेहरू पनि यति छन् है त। अब यिनीहरू चाहिँ के एमाले काङ्ग्रेसको सपोर्टरहरू होला फेरि। उता फेरि वाउ रियाक्ट गर्नेहरू चाहिँ 769 जना छ है त।
यो चाहिँ वाउ रियाक्ट गर्नेहरू चाहिँ 769 जना वाउ चाहिँ बालेनको सपोर्टरहरू नै हो, जसलाई चाहिँ बालेनले गरेको कामहरू चाहिँ एकदम वाउ राम्रो लाग्छ है त। यो तपाईँहरूलाई जुन मैले देखाइरहेको छु है, मलाई नि बालेनको कामहरू एकदम राम्रो लाग्छ। सो बालेनको सपोर्टर हो, बालेनले चाहिँ जित्नुपर्छ भन्ने चाहिँ मेरो एउटा धारणा हो। त्यसैले म आज यो भिडियो अनुसार प्रुफ देखाउन गइरहेको कि यो फेक हो कि रियल हो। ल हेर्नु त अब एङ्ग्री रियाक्ट गर्नेहरू पनि छन् फेरि, एकदम यिनीहरू चाहिँ पुरा झोलेको झोले होला फेरि है त। 66 जनाले चाहिँ एङ्ग्री रियाक्ट गरेको छ। यिनीहरूलाई किन रिसाउनु पर्ने त, के छ बालेनदेखि यिनीहरूलाई रिस होइन? यिनीहरूको अब पारा यस्तै छ फेरि। मन चञ्चले भन्ने गीत छ नि, त्यही पारा अनुसार यस्तै हो। अब स्याड पनि हालिरहेको छ 20 जनाले चाहिँ स्याड, यो चाहिँ झुक्केर हुनुपर्छ मलाई लाग्छ। स्याड रियाक्ट कसले गर्छ नत्र होइन, पोस्टमा झुक्केर स्याड रियाक्ट भएको हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। बालेनको सबै रियाक्टहरूमा चाहिँ होइन 1 लाख जति चाहिँ जेन्युन लाग्यो है त। यो टोटलमा चाहिँ 2,69,000 डाटा एभाइलेबल छैन टोटलको, किनभने लाइकको 1,58,000 एभाइलेबलै छैन क्या। बाँकी जुन 1 लाख छ होइन, बाँकी 94,000 लभ, अनि 14,000 चाहिँ केयर, अनि 1,000 चाहिँ हाहा, अनि बाँकीहरू चाहिँ एकदम जेन्युन लाग्यो मलाई चाहिँ, किनकि त्यहाँ मैले एउटा पनि विदेशी नाम देखिनँ। तपाईँहरूलाई चाहिँ के लाग्यो है त? अब यो जुन 2.5 लाख छ, 2.5 लाखमा 1 लाख त जेन्युन छ होइन, बाँकी के 1 लाख फेक हुनसक्छ त? ल कमेन्ट गर्नुहोस् है त तपाईँहरूलाई के लाग्यो जुन चाहिँ डाटा एभाइलेबल नभएको चाहिँ। अब मलाई चाहिँ बालेन एकदमै मनपर्ने भएको कारणले गर्दा मैले पनि रियाक्ट गरेँ, कमेन्ट गरेँ। ग्रेट, गो अहेड, वी आर विथ यु, आई एम विथ यु बालेन। कमेन्ट गरेर तपाईँहरूको चाहिँ विचार चाहिँ कमेन्टमा व्यक्त गर्नुहोस् है त। थ्याङ्क यू।